हेलो साथीहरू, आज म बिहान बेलुका कुदेको पनि 18 दिन हुँदैछ। यसको मेन कुद्नुको मकसद भनेको चाहिँ के हो भन्दाखेरि मेरो किडनी को जुन क्रिएटिनिन लेभल छ त्यो चाहिँ अस्तिको महिना निकै हाई भएर गयो कि त्यसलाई लो पार्नुको लागि चाहिँ क्रिएटिनिनलाई लो गर्नुको लागि चाहिँ यसरी बिहान बेलुका रनिङ गर्दाखेरि घट्छ कि भन्ने उद्देश्यले कुदिरहेको छु। अब हेरौँ, भोलि डायलिसिस छ अनि चेक पनि हुन्छ कि क्रिएटिनिन लेभल कतिसम्म पुग्दो रहेछ। राम्रै भएर गएछ भने थ्याङ्क गड। यसरी कुद्नु छ अनि फेसबुकमा लगाएर कुद्नु चाहिँ मकसद फाल्दै छ। त्यो चाहिँ फेसबुकले टास्कहरू दिएको हुन्छ है, यो कम्प्लिट गर त्यो कम्प्लिट गर भन्छ। लास्टमा चाहिँ मेरो अहिले नलेजेबल टास्क दिएको छ, जुन चाहिँ त्यहाँ मैले नलेजेबल चिजहरू चाहिँ साथीहरूलाई देखाउनु पर्ने। अब कसरी देखाउनु त भन्दाखेरि एउटा उपाय यही त हो है, बिमारीहरू कसरी तन्दुरुस्त रहनु पर्ने होइन, कुद्नै पर्छ भन्ने छैन। बिहान बेलुका बिस्तारै बिस्तारै जहिले हिँड्नु पर्ने रहेछ भन्ने कुरोहरू अब हेर्दैछु, दुःख त गर्दैछु। कतिको सक्सेस हुन्छ